नमस्ते साथीहरू, आज चाहिँ म यहाँ मटन बनाउन लागेको छु र यहाँहरू सन्चै हुनुहुन्छ होला। र आज चाहिँ शनिबार, आज म मटन बनाउँदैछु। मैले हालेँ प्याज, मैले चाहिँ प्याज हालेँ साथीहरू होइन। यो प्याज चाहिँ म धेरै फ्राई गर्दिनँ, म प्याजलाई चाहिँ म धेरै फ्राई गर्दिनँ, हल्का मात्रै फ्राई गर्छु। अनि यो हल्का फ्राई भइसकेपछि चाहिँ अनि यो मासु पनि हालेर चाहिँ अनि फेरि सँगै फ्राई गर्छु। म मासु पनि फ्राई गर्नुपर्ने भयो। ल यतिको भएपछि म यो मासु हाल्छु। मेरो चाहिँ यो क्यामेरा आफैले समाउनु पर्ने भएको भएर त्यो स्ट्यान्ड चाहिँ अलिक बढी अग्लो भएर मैले त्यसमा झन् गाह्रो भएर हातैले समातेर गरेर देखाउनु परेको भएर अलिक अप्ठ्यारो भयो है। यो भिडियो चाहिँ अलिक तलमाथि आउँछ होला, आफै समाउनु परेको भएर। ल अब एकछिन चाहिँ म यसलाई छोपिदिन्छु, किनकि यो प्याज रातो भएको छैन। यो मासु र प्याज चाहिँ एकैचोटि नै मजाले यो भुटोस् भनेर हल्का बेसार हालिदिन्छु, अनि त्यसपछि म यसलाई छोपिदिन्छु। अब यो प्याज पनि रातो हुन्छ, मासु पनि रातो हुन्छ, अनि मात्रै म यसमा मरमसलाहरू हाल्छु। म मसलाहरू हालिदिन्छु। म प्याज चाहिँ अहिले मसलाहरू पनि एकैचोटि फ्राई गर्ने भएको भएर म प्याज चाहिँ धेरै रातो भएर मासु हाल्दिनँ, किन मासु पनि मजाले फ्राई गर्नुपर्ने भएर। मसला आज चाहिँ म यसमा रस बनाउँछु र मसला चाहिँ म अब रसै बनाए पनि हाम्रो घरमा सबैलाई अलिक पातलो पातलो झोल भएको मनपर्ने, धेरै मसला भएको मन नपर्ने भएर हो। यो खुर्सानी चाहिँ पिरो छैन है, खुर्सानी पिरो छैन। मेरो यतापट्टिको ग्यास चाहिँ म कहिले पनि युज भएन भने म यसको चुलोहरू हाल्दिनँ, किनकि जुठो मात्रै हुन्छ। अनि त्यो जुठो भएपछि छिट्टा फोर अनि त्यो राम्रो नहुने भएर म यताको ग्यास चाहिँ हाल्दिनँ। यसलाई चाहिँ इग्नोर गर्छु है सबैजनाले। मैले अब यसलाई मजाले एकदमै रातो हुने गरेर मैले भुट्छु, अनि यसको साथसाथै प्याज पनि भुटिन्छ, अनि मात्रै म यसमा चाहिँ लसुन अदुवा टमाटरको पेस्ट हाल्छु। ल यति नै हो सिम्पल तरिकाको मेरो चाहिँ यो मासु। म यसमा मर मसला अरू केही गरम मसलाहरू अरू केही पनि हाल्दिनँ यसमा, सिम्पल। मेरो चाहिँ यतिको भयो। अब यतिको गर्दा गर्दा यो प्याज पनि भुटिसक्यो, मसला पनि भुटिसक्यो। यहाँहरूले हेर्न सक्नुहुन्छ मसला र प्याज एकैचोटि भुट्यो। त्यही भएर एकैचोटि प्याज धेरै रातो गऱ्यो भने के हुन्छ भने प्याज जडिसक्छ, मासु भुट्नै पाइँदैन। अनि हल्का मात्रै गर्दाखेरि गऱ्यो भने दुइटै एकैचोटि हुन्छ। यसमा मैले मसला अनि त्यसपछि यो प्याज अनि त्यस पछाडि के अरे मटन एकैचोटि हाल्दाखेरि चाहिँ यतिको भयो। अब चाहिँ म यसमा अदुवा लसुन र टमाटरको पेस्ट बनाएको छु, म त्यो हाल्छु। ल अब चाहिँ मैले यसमा पेस्ट बनाएर राखेको छु, यो पेस्ट बनाएर हालिदिन्छु। पेस्ट बनायो भने अब ग्रेभी पनि हुने मिठो पनि हुने भएर बानी लागिसक्यो मलाई चाहिँ। अब यो पनि म एकछिन फेरि फ्राई गर्छु। एकछिन अब यो पनि म मजाले फ्राई गरेपछि अनि मात्रै म यसमा हल्का पानी हालेर अनि त्यसपछि ग्रेभी गर्छु। तर एकदमै पातलो झोल बनाउँछ है म त्यो मासुमा, किनभने म बाक्लो झोल हामीहरू खाना पनि त्यसमा अमन भएको हुन्छ, यसको रस खाने भएर पातलो झोल बनाउँछु। प्रायः म खसीको मासु ल्याउँदिनँ, किनकि मेरो बच्चालाई त्यति खसीको मासु मन पर्दैन। अनि म चाहिँ खासै खसीको मासु भन्दा पनि कुखुराकै मासु बढी लिएर आउँछु। मेरो बच्चालाई चाहिँ खसीको मासु त्यति इन्ट्रेस्ट नलाग्ने भएर खसी मासु लिएर आउँदिनँ। र साथीहरू चाहिँ मैले अलिकति थोरै यसमा सिटी लगाउनको लागि चाहिँ मैले पानी हालिदिएँ। अब म यसलाई एकछिन छोपेर छड्काएर सिटी लगाउँछु। ल साथीहरू मेरो चाहिँ यत्तिको भएर चाहिँ यो अब उम्ल्यो। अब म यसमा चाहिँ 2-3 सिटी लगाउँछु, त्यसपछि म हजुरहरूलाई फेरि मेरो चाहिँ ल मैले चाहिँ यत्तिको रस राखेँ, मेरो चाहिँ यत्तिको भयो होइन। मेरो पाकिसकेको छ। अब यसमा चाहिँ मैले हल्का मनतातो पानी हालेँ। ल यो चाहिँ मैले आज चाहिँ रस बनाएको है, यो चाहिँ रस। म कहाँ धेरै जस्तो रस चाहिँ सबैले मन पराउने भएर मैले चाहिँ रस बनाएँ। र हजुरहरू पनि धेरै मसला नहालिकन थोरै हालेर
यसै गरेर बनाएर खानुभयो भने चाहिँ एकदमै टेस्टी र अलिकति यो मसला पनि जताततै लाग्ने भएर धेरै अमन पनि हुँदैन र यसै गरेर खानु होला। मेरो चाहिँ यही हो मटन। साथीहरू फाइनल लुक हो यो मेरो। ल मेरो चाहिँ यो मटन चाहिँ रेडी भयो, तर यो मैले पातलै बनाएको है। मैले हल्का धनियाँ काटेर हालिदिएँ। ल मेरो चाहिँ यो मटन चाहिँ मटनको रस चाहिँ रेडी भयो। साथीहरू आज चाहिँ मैले ढिँडो बनाउन लागेको है। आज मलाई एकदमै खान मन लाग्यो, मलाई प्लस अरू घरको सदस्यहरूलाई पनि। अनि त्यसपछि आज मैले ढिँडो बनाउन लागेको। यो चाहिँ मैले अलिकति पिठो हालेर उमालेको है, पानी अलिकति पिठो हालेर अनि अलिकति तेल पनि हाल्न त हालेको हो। अब तेल हालेर गर्नु भन्नुहुन्छ कतिजनाले, टाँसिँदैन भनेर। अब तेल पनि हालेको हो, तर अब टाँसिन्छ कि टाँसिँदैन त थाहा छैन। तर मैले चाहिँ यो आज ढिँडो बनाउन लागेको। तर म यो अलिअलि मात्रै देखाउँछु होला, किनकि क्यामेरा समाउनु पर्छ। क्यामेरा समाए पछाडि चाहिँ अब मस्काउन सकिँदैन। त्यसैले चाहिँ अब यो पानी उम्ल्यो, पानी उम्लिसकेपछि अघि भक्लक भक्लक पानी उम्लेपछि म चाहिँ यसमा पिठो हाल्छु। यो मकैको पिठो है, मकैको ढिँडो भनौँ न। धेरै चाहिँ धेरै भयो जस्तो छ, बनाउन चाहिँ सक्ने हो कि होइन। बनाउन त अलिअलि आउँछ मलाई। मलाई ढिँडो मनपर्ने, एकदमै मनपर्ने। अनि मैले चाहिँ यो सिकेको। यो सिक्न त के सिक्न पर्ने र मस्काउनलाई चाहिँ अलिक गाह्रो हुने भएको भएर चाहिँ एकदमै कसरी मस्काउने, यता मस्काए उता पुखिने, भाँडो ढल्ने जस्तो डर है, यसरी पोल्ने पुखिने जस्तो डर भएको भएर चाहिँ अनि मलाई चाहिँ एकदम मनपर्ने। अनि त्यस पछाडि मेरो बच्चालाई पनि मनपर्ने हो। धेरै त खाने होइन, त्यस्तै 2-3 महिनामा एकचोटि खाने, 3-4 महिनामा एकचोटि खाने हो, सधैँ त खाने होइन। अनि त्यस पछाडि मनपर्ने भएर आज चाहिँ बनाइदिउँ न त। अब पिठो पनि छ, त्यत्रो धेरै पिठो पनि छ, बनाइदिउँ न त भनेर बनाउन लागेको हो। यो चाहिँ घरमै पिसेको पिठो हो, तर मैले होइन, मलाई अन्तबाट दिनुभएको माया गरेर। अनि त्यस पछाडि यो चाहिँ अब क्यामेरा समाउनु अब गाह्रो हुन्छ है। अब यो पाक्दै एकछिन हजुरहरूलाई देखाउँदै फेरि मस्काउँदै चाहिँ म देखाउँछु। अब हातैले यो क्यामेरा समाउनु परेको भएर चाहिँ अलिकति गाह्रो हुन्छ। यो म हजुरलाई क्यामेरा समाइदिने यहाँ भेटिहालेँ भने चाहिँ अनि म चाहिँ हजुरहरूलाई देखाउँछु। एकछिनलाई चाहिँ म यत्तिकै मजाले यो धेरै एकैचोटि पिठो हाल्नु हुँदैन। एकैचोटि धेरै पिठो हाल्यो भने चाहिँ के छ नि, साह्रो हुन्छ, स्वाद पनि हुँदैन रहेछ क्या। अलिक बिस्तारै बिस्तारै पाक्दै गर्दै गरेको चाहिँ अनि नरम पनि हुँदो रहेछ अनि राम्रो पनि हुँदो रहेछ। अब म हजुरहरूलाई एकछिनमा अब यो पिठो हल्का भएपछि मस्काउने बेलामा देखाउँछु। अनि फोहोर चाहिँ एकदमै फोहोर हुने क्या, एकदम फोहोर हुने, यसरी छिट्टा हुने। ल अब म यहाँबाट चाहिँ यत्तिको भएपछि चाहिँ म पिठो हाल्दिनँ। अब पिठो चाहिँ मेरो 2 थरी थियो है। अर्को बट्टाको मैले गर्नुपर्ने, यो बट्टाको गरेछु। यो चाहिँ अलिक खस्रो बनाइदिनु भएछ कि पिस्दिने ठाउँमा। अनि त्यस पछाडि यो चाहिँ अलिक खस्रो छ। अब यो चाहिँ कस्तो छ भन्दाखेरि अब यो यत्तिकै हो। अब म पिठो चाहिँ हाल्दिनँ, अब यत्तिकै म मस्काउँछु। एकैचोटि पिठो हाल्यो भने चाहिँ साह्रो बेसी हुने अनि भित्रभित्र पिठो गिर्खा हुने कि। अनि तर यो पिठो पनि एकदमै खस्रो छ क्या, अनि अलि टाइम पनि लाग्छ। ल साथीहरू है, मैले चाहिँ अब यो ढिँडो चाहिँ यसरी मस्काउँछु। अब कस्तो राम्रोसँग मस्काउनुहुन्छ है, कतिजनाले म देख्छु के यस्तो सुई कस्तो राम्रोसँग गर्नुहुन्छ। हामी चाहिँ त्यो कहिले काहीँ 6-7 महिनामा एकचोटि खाने, 3-4 महिनामा एकचोटि खाने भयो होला। हात पनि साह्रै दुख्ने के, एकदमै हात दुख्ने अनि पुखिने पनि धेरै, खोइ के नजाने जस्तो लाग्छ। ल अघि नै मैले कति थोरै पिठो हालेको थिएँ, तर पनि कति साह्रो हुँदै आइसक्यो। तर यो पिठो चाहिँ एकदम खस्रो बनाइदिएछ क्या। यो चाहिँ यस्तो
यस्तो मसिनो भइदियो अझ राम्रो हुन्थ्यो। एकदमै च्याख्ला खाने जस्तो खस्रो भएछ। अब यसलाई छान्नुपर्ने छ अब चाल्नीमा हालेर। एकदमै हात दुख्ने के एकदम हात दुख्ने। खाना चाहिँ मनपर्छ है, मिठो पनि लाग्छ, तर बनाउन त्यति राम्रोसँग नआउने अनि यो हात दुख्ने भएर चाहिँ म सक्दिनँ। अब कसरी बनाउने हो साथीहरू, हजुरहरूलाई त अब राम्रैसँग बनाइदिन्छ होला। मलाई चाहिँ यस्तो हात पनि कस्तो दुख्ने भने यति थोरै बनाउँदाखेरि पनि है। पाक्न त पाक्छ होला नि यसरी बनाउँदाखेरि पनि। अझै मैले यसमा चाहिँ अलिकति तेल र अलिकति घिउ मिसाएको छु है। मिसाएको भन्दा पनि यो भाँडामा नटाप्सोस् भनेर। धेरै पुखिने क्या, हामीलाई नआउने भएर हो कि अथवा के हो, एकदमै पुखिने। अझै यसलाई एकछिन मस्काउनु पर्छ अनि मात्रै पाक्छ। म हजुरहरूलाई अहिले एकछिनमा देखाउँछु है त। साथीहरू आज चाहिँ मेरो खाना यस्तै हो होइन। आज अब यो साग बोडी अलिकति खाना अनि टमाटर र तिलको अचार अनि त्यस पछाडि ढिँडो। ल आजको चाहिँ खाना यस्तै हो। हजुरहरू पनि आज शनिबार मिठो खानु होला। ह्याप्पी स्याटरडे। हस् त बाई।